हेलो हेलो गाइज वेलकम टु माई भ्लग होइन हामी चाहिँ पोखराको लागि रेडी भएर निस्क्यौँ बिहानै चट्ट बस्न छिरेर एउटा टिकटक पनि बनायो दिदी बहिनी होइन त्यसपछि आनन्दले चिलमा बस्दै गयो अनि त्यसपछिबाट अनि थोरै खासै भिडियो चाहिँ बनाएन थोरै थोरै बनाएँ किनभने निन्द्रा लागेर होला गाडी चढ्ने बित्तिकै निन्द्रा लाग्छ क्या साथीहरू सो नो भिडियोज मोर 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 थोरै थोरै मात्रै छ है साथीहरू कति राम्रो खोला देखाएको थियो यो पनि अझ आनन्दले सुतेर उता बहिनी सुत्ने त्यत्तिकै होइन यता दिदी बहिनी सुत्ने त्यत्तिकै बसमा त राम्रै भयो ठिक भयो च्याट्ट एउटा चस्मा लाएर नि भिडियो हान्ने होइन ठ्याङ लाएर चुइक्कम पड्काउँदै फाइनली यतिखेर चाहिँ हामी खाना खाइसकेर पनि फेरि बसमा आएर पनि बनाएको भिडियो है यो चाहिँ खाना पनि खायो मिठो भयो भोक लागेर मर्न लागिसकेको थियो फाइनली होटेल पुग्यो च्याट्ट लाएर होटेलमा इन्ट्री हानेर गइयो होइन राम्रो थियो होटेल पनि त्यसपछिबाट हामी अलि एकदमै माथि थियो क्या हामी चाहिँ सबैभन्दा लास्टमा के हेर्नु न उहाँ तलदेखि माइ गड हिँड्दै रुममा आयो एउटा थपक्क पल्टिन्छ होइन अर्को पनि म नि पल्टिन्छु भनेर लम्पतार के साथीहरू अनि म चाहिँ लम्पतार डड्कम भइनँ चट्ट लाएर भिडियो बनाउनुमै ठिक्क भएँ ट्याक्क लिनु पऱ्यो नि त क्लिप्सहरू होइन अनि त्यसपछि म चाहिँ फ्रेस पनि भइसकेँ है अनि बाटोमा अब एकछिन बजार जाउँ भनेर तिनजना दिदीबहिनी लाग्यो बजार गयो अलिअलि खानेकुराहरू खायो चटपटे यताउता अनि यो चटपटे चाहिँ पोखराको सिक्रेट मसला अरे क्या हाम्रो त रातो हुन्छ नि त उता चाहिँ कालो के तैपनि ठिकै थियो अनि फेरि हामी बेलुका लेक साइड जानलाई निस्क्यो क्या हामी तिनैजना लेक साइड गएर च्याट्ट लाएर स्ट्याममा हामी लेक साइड पनि पुगिसक्यो अनि त्यहाँ बसेर अब खाना नि पऱ्यो साथीहरू होइन हल्का दिदी बहिनी खानामा चाहिँ लाग्यौँ मस्त यता यस्तो पिङ पनि घुमिरहेको थियो होइन बहिनी चाहिँ पिङ खेल्न हामी चाहिँ बाहिरै बसेर खाएको क्या टक्क लाएर त्यो हेर्दै त्यसपछिबाट भिडियोहरू बनायो यताउता अब लेक साइडको होइन त्यसपछि हामी यसो गइदिउँ न त भनेर किङ्समा पनि गयौँ बहिनी चाहिँ यता कुनामा बस्दैछ मक्ख परेर अनि एकछिन रमाइलो भयो फेरि रमाइलो गऱ्यो एकछिन